नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले जेतवनमा असदृश दानलाई भन्नुभएको थियो, जसमा भन्नुभएको छ, नवे कदरिया देवलोकम भजन्ति बाला हवे नप्पसम सन्ति दानम धीरो च दानम अनुमोदमानो तेनेव सो होति सुखी परथ। भन्नको अर्थ रहेछ, कृपणीहरू देवलोकमा जाँदैनन्, मूर्खहरू दानको प्रशंसा गर्दैनन्, धीर पण्डितहरू दानको अनुमोदन गरेर दानको पुण्यले परलोकमा सुख प्राप्त गर्छन् अरे। त्यसैले दान ठुलो कुरो रहेछ भन्ने भगवानले बताउनु भएको रहेछ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।